भ्यागुता त यार भनेको एउटा प्राणी हो यार, एउटा जीव हो यार। अब एक्जाम्पलको लागि मैले तिमीलाई चाहिँ सबै कलौटे भने एक्जाम्पलको लागि के तिम्रो नागरिकतामा कलौटे छोरा नाम, कालिया छोरा नाम होइन, कसैको नागरिकतामा भ्यागुतो नाम हुन्छ होइन। भ्यागुता त एउटा जीव हो यार, जीव हो। त्यो बुझ्दैनन् के साथीहरूले के भन्ने हो। मैले इन्द्र तामाङ वेलकम एनसी र ऋतु हैन लिएर आएको छु, हेर्न सक्नुहुन्छ हजुरहरूले। यो भोलि खतरनाक भिडियो आउँछ ल, रमाइलो लाग्छ, भोलि खतरनाक भिडियो आउँछ, बल्छीबाट निकाल्छु मैले, धागोमा बाँधेर भ्यागुतो पनि छ। भिडियो हेरेपछि पक्कै पनि थाहा पाउनुहुन्छ। अलिकति रोमान्टिक खालको कसैलाई धेरै भाव दियो भने भाव खान्छ के, त्यो भएर भाव दिनु हुँदैन। बस्नेतलाई के गर्छन् त, भाव दियो भने अनि खान्छ। दाइ वेलकम ब्याक, साथीहरु वेलकम दाइ। हजुरहरूलाई कस्तो लाग्छ? ब्रान्डलाई चिनेकै छैन भनेपछि के गर्छु दिनु होला। दुर्गा आचार्य भनेपछि युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अनि टाइगरका बाप मेरो जति पनि मिक्राना वेलकम। ल ट्याप ट्याप त गरौँ न यार, यत्रो जना भएर ल ट्याप ट्याप धरि गर्नु भएको छैन। ट्याप ट्याप त गरौँ। भिडियोले आइडी गयो हो सनम्बर दा, हामी नेपाली हौ ओके। शेयर गरेर धेरै हेलो फ्रम व्हाइट हाउस फलो गरौँ सबैले फलो गरौँ। अफिसियल केसीलाई यताको साथी उता गर्दिनु, उताको साथी यता गर्दिनु न। फलो गरौँ हैन, भोलि हुन्छ, भोलि आउँछ भिडियो। किन टेन्सन गर्नुहुन्छ? भिडियो हेर्न चाहनुहुन्छ भने तपाईले ल भन्नुहुन्छ पुरा हैन, मिस्टर जोरा मजै आउँदैन भिडियो। म चाहिँ त्यस्तो भिडियो कहिले पनि बनाएको पनि छैन, कहिले पनि बनाउँदैन हैन। मेरो ब्रदरहरूले चाहिँ नि, मेरो ब्रदरहरूले सबैले मेरो भ्युअर्सले प्रायः जस्तो भिडियो खोज्नुहुन्छ कि मेरो कन्टेन्ट त्यो कहाँ गयो, भिडियो बनाउनु पर्यो भन्नुहुन्छ कि। अब कन्टेन्ट चाहियो कि मेरो ब्रदरहरूले हेर्नलाई के। त्यही त तिमी कन्टेन्ट वाला सुरुबाटै कन्टेन्टबाटै आएको हो नि त, त्यो भएर हो के। त्यस्तो टाइपको तिमीले कन्ट्रोभर्सी टाइपको त्यो तिमीले सुरुदेखि नै आएको हो नि त, त्यो भएर तिमीलाई त्यस्तै बाटो चिन्छ के। म भनेको अब अर्कै पाराले आएको हैन। म एउटा भिडियो आफ्नो हिसाबले बनाउँछु, आफ्नो उसले बनाउँछु, अनि म पनिसमेन्ट गेम खेल्छु हैन। केसी ब्रान्डलाई फलो गरौँ, केसी अफिसियललाई फलो गरौँ सबैले। त्यो है त 9:50 भयो त हैन। आज मोबाइल के भइरहेछ? मोबाइल भएको हो कि त्यस्तो जिन अर्कै छ त, नेटले हो कि। राजवंशी, हिना दर्नाल, नरेश महतो, बरु 4 जनामा जोडेर यसो ग्याङस्टारलाई लिएन अनि रमाइलो गराउँछ क्या त्यसले, ग्याङस्टारले। अब हामी त्यस्तो बोल्न सकिन्न, ग्याङस्टार बोल्छ क्या। अनि आइडी पनि लिएर जान्छ, तिम्रो पनि लिएर जान्छ, मेरो उसको पनि 3 जनाकै लिएर जान्छ, साथमा लिएर जान्छ। त्यसलाई आइडीको मतलबै लाग्दैन क्या त्यसलाई। त्यो कसको 1000 वाला आइडी लिएर आइहाल्छ होइन, जतिवटा नि आइडी होइन, अनि बस गरिहाल्छ। लिन्डा बे अनि त्यसको घर त कहाँ हो? त्यो जनकपुर साइड हो कहाँ? मेरैतिर हो त्यसको। के काम गर्छ त्यो? काम के गर्नु, काम केही पनि नै। अब घरमा बस्ने हो होइन, घरमा बस्ने हो। त्यो उसको आमा बित्नु भयो, बाबा रहेछन् बुढा रहेछन्, दाजु बहिनीहरू कतिजना हुन्, एउटा भाइ होला। उस्तो बिहे गरेको छ कि छैन ग्याङस्टारले? के थाहा, तिमीलाई थाहा होला। पहिला त तिमीसँग धेरै क्लोज थियो त होइन? अब तिमीहरू दुईजना त दाजुभाइ हो नि त पहिला। होइन म अहिले त तिमी हो के, म त पछि चिनेको त्यसलाई। अहिले आउँछ त्यो लाइभमै छ होला। पहिला तिमीलाई ठोक्ने, तिमीले उसलाई ठोक्ने गर्थ्यो नि त तिमी बाहिर बस्दा। केसी अफिसियललाई फलो गरौँ ओके। लाइभमै छ। एकचोटि कसैलाई त्यो जोइन ग्याङस्टार भन्न लगाउन, के अरे ब्रान्डेड आइहाल्छ। त्यो आउँछ, आइहाल्छ।
जानु जेनीलाई तान्ने हो ठोक्ने हो नगरौँ त्यसकोमा बोनै हुँदैन त्यसकोमा गिफ्टर मात्रै हुन्छ भ्युअर्स हुँदैन व्युअर्स छैन त कति छ नतानौँ काम छैन धेरै त छैन त्यही 70-80 जना छ त्यसको पनि गइसकेको जिन्दगी अनि यो सिस्टर को हुनुहुन्छ एकचोटि बोल्छु नि सिस्टरसँग हेलो ग्याङस्टर छ नमस्ते नमस्ते सन्चै हुनुहुन्छ ठिक छ खाना खानुभयो खाना खाइसकेको मैले तपाईँले खानुभयो खाइसकेँ मन खाएर लाग्यो ग्याङस्टर कता गयो तपाईँको त अचेल के भएको गेम म त गेम हेरेर बियोस् हारेको छ र पनि खेलेको छु नयाँ आइडी छ नि त अनि सपोर्टर छैन नयाँ आइडी त्यस्तै त हुन्छ त अनि तपाईँको चाहिँ आइडी के साह्रो गएको त्यही त सम्म लाग्छ तपाईँको अब तपाईँको आइडी लिनु पर्ला जस्तो लाग्यो मेरो आइडी चलाउनु मेरो जाँदैन यो कसले यो सेन्ड मङ्की सेन्डर लास्ट तपाईँहरू गेम खेल्ने होला हस् ल आउनुहोस् कता गयो चाउने साथी गेङ्गे छैन र ग्याङ खोइकोसँग छ के भन्न चाहनुहुन्छ हजुरहरूले गेङ्गे छ त यार त्यहाँ ब्रान्डेड जोइन भन्नु न ब्रान्डेड जोइन रक्यु भनेर आउँ त गेङ स्टारमा गेङ स्टार छ त लाइभमा त्यो ग खानिरा होला के त कुन्ची केटीसँग त्यसले हैन म हेर्छु ल के गर्दैछ त्यसले के भन्न चाहनुहुन्छ यस्ताहरुलाई ब्रान्डेड किङ बोका त्यसले कोसँग के रक्की ग भैया खानिरा होला के त्यो हेन्सीलाई के भन्न चाहनुहुन्छ र ऋतु बस्नेतलाई के म भन्न हेर्छु नि चाहनुहुन्छ हजुरहरूको लागि रोशन ब्रदर हुल्का ह्यान्सी ब्रो आउनु भो ह्यान्सी ब्रदर आउनु भो के त्यो उसलाई ग्याङस्टरलाई जोइन गरौ माइ ब्रदर गर्नु होला ग्याङस्टर कता गयो के खेल्नु म्याच माग्छ ल तिमी 2 ह्यान्डिक्याप म्याच खेल्दिन्छु दुईजना वर्सेस सिंगल ल अच्छा म सकिन्न हेन्सी ब्रदरले सकिन्न ह्यान्सी ब्रदरको पावर छ जहिले हो यतिकै जागिर मास्टर वेलकम हेन्सी गाइज कोही हुनुहुन्छ भने ल गाइज कोही हुनुहुन्छ भने यो च्यालेन्ज एक्सेप्ट गरौँ त यार हिजो पनि यस्तै च्यालेन्जतिर गयो यार डबल ट्याप मात्रै गर्नु भएन नि यार गाइज सबैजना ठोक 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 क्यान्सिल बोरोलाई ठोक गाइज ट्याप ट्याप लाइभ सेयर गाइज ट्याप ट्याप लाइभ लाइभमा देखेको छुइनँ यार एउटा भ्यू भन्ने मान्छे लाइभमा देखेको छुइनँ कति दिन भइसक्यो आएकै छैन म खोजेको छु म कसम क्राउकोमा कफन एउटा गेम मात्रै जिताइदिनु त मेरो दाइ यो ह्यान्सी ब्रदरले जहिले 2 भर्सेस 1 खेल्छु भन्छ कि के साह्रो हेपेको के हैन ल टाइगर दाइ जितेर देखाउ यो गेम जिताउनु त जो टाइगर यो गेम जितेर देखाउनुस् यो गेम जिताउनु पर्यो भएन दाइ ल गाइस ट्याप ट्याप लाइभ सेयर यो गेम जितेर देखाउनुस् ओके गाइस ट्याप ट्याप लाइभ सेयर एक लट सबैले दाइ एउटा रोजाउनु पर्छ तपाईको एउटा मात्रै चाहियो दाइ स्कोर नि धेरै जाँदैन 200-400 हो गाइस ट्याप ट्याप लाइभ सेयर यो पूजा भण्डारीको आइडी गएको हरि दाइ यो गेम जित्नु पर्छ कसम जहिले यार ह्यान्सी ब्रोले यार 2 भर्सेस 1 के हो हेपेको हामीलाई नयाँ आइडी छ भन्दैमा नयाँ आइडी भएर हेपी हो त्यही त सायद हैन जान्छ 200-300 हुन्छ गाइस ट्याप ट्याप लाइभ सेयर ट्याप ट्याप एक लट सबैले हान्दिन्छ केटा हो सक्दैन जित्न आज सक्दैन घोषणा गरिसके म किन गरिरहेको छ गाइस ट्याप ट्याप लाइभ सेयर गाइस ट्याप ट्याप लाइभ सेयर गाइस सबैजना ल गाइस ट्याप ट्याप गाइस यो गेम जित्नु पर्छ ल कसम गाइस नुमा नामु राजा वेलकम ओके के छैन के खेल्नु हो म्याक्सम तिमीहरुको स्कोरै छैन म्याक्सम कसैको 30 कसैको ल ठिक छ त अहिले किन चाहियो स्कोर अहिले नै चाहियो आकाश खड्का वेलकम सुरुमै चाहियो गाइस ट्याप ट्याप लाइभ सेयर कोही हुनुहुन्छ भने एउटा मुटु सुटु फाल्दिनु न हो के नै छ र उताको स्कोर गाइस ट्याप ट्याप लाइभ सेयर ल गाइस हरि दाइ हुनुहुन्छ एक लट दाउ त केटा सबैले ट्याप ट्याप
टिकटक गाइस यो गेम हार्नु भएन ल उहाँलाई ब्रान्डेड किङ बोकाएर अझै पनि डबल भन्दा ज्यादा छ यसको ट्याप ट्यापले मात्र ल ठिक छ त यो गेम जितेर देखाउनुस् न त सकिगयो त सेभे जान्छु आफ्नी पासो ओके अशोक खड्का फलो गर्दै जानु है अब बल गाइस टप टप लाइक शेयर गाइस सबै जना पानीबाट भ्यागुतोलाई